नमस्ते, म वीरेन्द्र बस्नेत। मैले एउटा कविता भन्न गइरहेको छु। त्यसको शीर्षक छ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल। गणतन्त्र ल्याउनका लागि 10 वर्षे सशस्त्र युद्ध र 19 दिने जनआन्दोलनमा हजारौं शहीदहरूको रगत बगेको छ। गणतन्त्र ल्याउनका लागि 10 वर्षे सशस्त्र युद्ध र 19 दिने जनआन्दोलनमा हजारौं शहीदहरूको रगत बगेको छ। गणतन्त्रमा सयौं फूलका थुङ्गाहरूको एउटै माला नेपाल भएको छ। गणतन्त्रमा सयौं फूलका थुङ्गाहरूको एउटै माला नेपाल भएको छ। गणतन्त्रमा जनताद्वारा चुनिएका जनप्रतिनिधिहरूले जनतालाई नै शासन गर्न पाएका छन्। कसैको आशीर्वादले मन्त्री, प्रधानमन्त्री, सिडिओ र सचिव भएका छैनन्। यो गौरवको कुरा होइन र। गणतन्त्रमा जनताद्वारा चुनिएका प्रतिनिधिहरूले जनतालाई नै शासन गर्न पाएका छन्। कसैको आशीर्वादले मन्त्री, प्रधानमन्त्री, सिडिओ र सचिव आदि भएका छैनन्। यो गौरवको कुरा होइन र। पहिले सिंहदरबारबाट मात्र चल्थ्यो देशभरको शासन। अहिले प्रदेश सरकार र स्थानीय सरकारबाट पनि चल्छ शासन व्यवस्था। के यो गौरवको कुरा होइन र? पहिले सिंहदरबारबाट मात्र चल्थ्यो देशभरको शासन। अहिले प्रदेश सरकार र स्थानीय सरकारबाट पनि चल्छ शासन व्यवस्था। के यो गौरवको कुरा होइन र? अब त हामीले नेपालमै विदेशी लगानी बढाउँ। एप्पल, माइक्रोसफ्ट र टेस्ला जस्ता कम्पनीहरू नेपालमै भित्र्याउन प्रयास गर्नुपर्छ। यी कम्पनीहरू नेपालमा आए भने हाम्रा युवाहरू विदेशिनु पर्छ र। अब त हामीले नेपालमै विदेशी लगानी बढाउँ। एप्पल, माइक्रोसफ्ट र टेस्ला जस्ता कम्पनीहरू नेपालमै भित्र्याउन प्रयास गर्नुपर्छ। यी कम्पनीहरू नेपालमै आए भने हाम्रो देशका युवाहरू विदेशिनु पर्छ र। हाम्रा युवाहरू विदेशिनु पर्छ र। के हामी आफैलाई आफ्नै भर छैन र? के हामी आफैलाई आफ्नै भर छैन र? अन्तिम छ। नेपाली जनताको छोराछोरी अब राष्ट्रपति हुन पाएका छन्। हामी त यही व्यवस्थामा खुसी हुनुपर्ने झन्। नेपाली जनताको छोराछोरी अब राष्ट्रपति हुन पाएका छन्। हामी त यही व्यवस्थामा खुसी हुनुपर्ने झन्। सबै नेपालीहरूले भन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद। सबै नेपालीहरूले भन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद। धन्यवाद। यो कविता कस्तो लाग्यो कमेन्ट गर्नुहोला, लाइक, सेयर गर्नु नभुल्नुहोला। धन्यवाद।